ल अध्यक्ष साहबले हामी आफ्नो भएछ ल हाम्रो 8 नम्बरको तर्फदेखि हाम्रो पत्रकार दाइले हान्न आँट्नु भएको छ ल हाम्रो पत्रकार दाइले हान्दै हुन्छ यहाँ 8 नम्बर नमस्ते वेलकम ब्याक अर्जुन भट्टराई युट्युब च्यानलमा हैन तपाईलाई सदस्यन मैले भित्र झिलझिलेबाट स्टार्ट गरिसकेको छु हामी चाहिँ मेयर कप हेर्न लागेको छौँ झिलझिलेमा हेर्छौँ छ मेयर कप पुरै पानी सानी जमेछ अहिले पुरै पानी सानी जमिरहेछ पानीहरू जमिरहेछ नि अनि हिजो 8 र 10 को गेम भएको थियो अनि 8 ले हारेर 10 ले जितिसकेछ अनि हिजो 7 र 2 को गेम थियो सेमी फाइनल अनि 2 गोल भयो अनि पेनल्टीमा पनि 2 गोल भयो 4 गोल भयो अनि रात परेर अनि गेम आजलाई सरेको छ नि त यस्तो अचम्म भयो ती गेम पनि यहाँ दिदाहरूले छोरा के हान्न आँट्नु भएको छ यो चाहिँ 7.5 केजी वेटको हुन्छ अरे यो फलमको अनि यो बल जसले धेरै टाढा हान्यो त्यसले चाहिँ फर्स्ट सेकेन्ड थर्ड हुने अरे यो दाइहरूले हान्न आँट्नु छ हाम्रो पत्रकार दाइले अन्य दाइहरूले 2-3 सबै ओडाबाट सबै दाइहरूले हान्न आँट्नु भएको छ 8 नम्बरबाट हाम्रो पत्रकार दाइ हुन्छ अनि 7 नम्बरबाट अध्यक्ष हाम्रो 8 नम्बरको तर्फदेखि हाम्रो पत्रकार दाइले हान्न आँट्नु भएको छ ल हाम्रो पत्रकार दाइले हान्दै हुन्छ यहाँ 8 नम्बर अब हामी दाइको पालो आउन आँटेछ है यो दाइको पालो आइसकेको छ कुन ओडाकोमा थाहा छैन है कहाँ पुऱ्याउनु चाहिँ यो दाइले कति टाढा हान्नुभयो राम्रो हान्नुभएको छ दाइले पनि मैले सबैजनाको भिडियो बनाउन सकिनँ त्यसको लागि सरी हैन ल हड्डी दाइको पालो आइसकेको छ दाइ 1 केजी ल्याऊ ल हाम्रो दाइको पालो आइसकेको छ दाइ कटाउनु है ल थर्ड मारि आउनु भयो ल अध्यक्ष साहबले हान्न आँट्नु भएछ फेरि 7 नम्बरको अध्यक्ष साहबले ल ल जसले हान्न पाइन्छ अङ्कल तर यो रेखा कट्नु भएन अरे यो रेखा कट्नु हो यो भित्र हैन हजुर अब इज्जत कहाँ छ इज्जत कहाँ छ 7 नम्बर इज्जत छ तपाईको हातबाट भनेको 36 छ उ तल ढुङ्गा छ पुरा ल हान्दै गर्दाको साह्रै अप्ठ्यारो लाग्यो त मलाई ल अध्यक्ष साहबले हान्न आँट्नु भएछ ल यति गरी चाहिन्छ ल हाम्रो अध्यक्ष साहब 30 सेकेन्ड भइसक्नु भएको छ सबसे टाढा हान्नेमा 7 नम्बर 7 हाम्रो सेकेन्ड त्यो अध्यक्ष साहब हुने भइसक्नु भएको छ अनि सबसे धेरै टाढा सेकेन्डमा हाम्रो अध्यक्ष साहब हुन्छ नि त अनि गेम राम्रो चलिरहेछ सबैजनाको भिडियो मैले बनाइन हैन अनि लामो हुन्छ नि त सबैजनाको भिडियो बनाउँदा त्यही भएर म थोरै मात्रै स्पेशल मान्छेहरुको मात्रै बनाएको मैले अब हाम्रो साथीको पालो आउन आँटेको छ मगर हाम्रो साथीले हान्न आँटेको छ यहाँ अघि हानेको थियो रे भाइले छैन फर्स्ट राउन्ड एकैचोटी उहाँको फर्स्ट राउन्ड गइसक्यो देखा नछ है हान्न कहाँ पुऱ्याउँछ अहिले आम राम्रो छ साथी हाम्रो ठ्याक्क यहाँ गेम स्टार्ट हुन आँटेछ 7 भर्सेस 2 को हैन राम्रो परिहरु छ है साथी बोलाउ र तिम्रो साथी हेरिरहेको के भन्न चाहन्छ साथी 7 नम्बरलाई ओए अनिरे निकाले भाइ तलाई त मैले उता दे दे त के भन्छ हिजो त थिल्यास त के भन्न चाहन्छ हिजो थिस के भन्दिन यो हावा हो यो हावा 10 रुपैयाँ पाएको हो के यसले त्यो पानी ल्याउनेमा हो के यो चाहिँ 10 रुपैयाँ प्र्याक्टिस गर्दै हुन्छ यहाँ हुन्छ
कोलाहरू छ त कोला ऊ 10 मा कति नम्बर विकास दाइ 13 नम्बर लाएर प्र्याक्टिस गर्दै हुन्छ हैन जो 8 नम्बर त हारिहाल्यो हाम्रो आफ्नो टिम त अनि यस्तो छ 10 खतरा गर्दै हुन्छ यहाँ हाम्रो भाइ किपर व्यस्त पर्छ भाइ हाम्रो चाहिँ खेलाडी दाइहरू हैन खेलाडी साथीहरू मैदानभित्र पस्दैछन् यहाँ सक्नुहुन्छ खेलाडीहरू मैदानभित्र पस्दै हुनुहुन्छ एम्फाको धुन गीत लाएर यहाँ ठ्याक्क 7 नम्बरको दाइले गोल चलाइसक्नु भएको छ हैन 7 नम्बरको दाइहरूले फर्स्ट चलाउनु भयो गोल हैन अनि यो गेम बब्बाल हुन आँटेछ बब्बाल रमाइलो छ हिजो ड भएको नि त पेनल्टीमा ड भएको गोल पनि दुई गोल भएको नि त अनि हिजो खतरा गेम भएको थियो आज कसले जित्छ त्यो थाहा भन्न सकिँदैन किनभने दुईटै टिम खतरा हो रे दुईटै टिम खतरा छ नि त त्यही भएर म्याच चाहिँ आज बब्बाल भइरहेछ तर 2 नम्बर नि खतरा 7 नम्बर पनि राम्रो छ विकास दाइहरू कालेहरू छन् अनि एम्फाको भाइ छ किपर हैन किपर पनि राम्रो छ हाम्रो 7 नम्बरको किपर गेम रमाइलो हुन्छ आज यको 2 नम्बरको खेलाडी दाइले आउट हान्दै हुन्छ 5 नम्बर दाइले आउट हान्नु भयो म कत्रो रन भयो त्यो दाइले त 7 नम्बरको दाइले त गेम बब्बाल भइरहेछ यहाँ हैन यहाँ आउट हान्दै हुन्छ रन थ्रो अब काले दाइले हाल्ने जर्सी नम्बर 7 नम्बर होला कि ए 6 नम्बर जर्सी नम्बर 6 ले गोल लगाइसक्नु भएछ अहिले भर्खरै शिवसताक्षी वार्ड नम्बर 7 बाट जर्सी नम्बर 6 को विशाल पौडेलले गोलको अग्रता दिलाउँदै आफ्नो टिमलाई एक गोलले अग्रता दिलाएका छ धन्यवाद टिम म्यानेजर हाम्रो पोल भन्दा बाहिर बस्दिनु होला दर्शक महानुभावहरु दक्षिणपट्टिको पोल भन्दा 4 मिटर बाहिर बस्दिनु होला फर्स्ट हाफ सकिसक्यो ओरा नम्बर 2 ले गोल चलाउन आँटेछ हैन अहिले 7 ले चलाउनु पर्छ नि त अहिले 7 नम्बरको दाइले अहिले 2 नम्बरको दाइहरुले चलाउँदै हुन्छ अनि गेम चाहिँ बब्बाल भइरहेछ यहाँ चाहिँ रमाइलो भइ राम्रो गेम चलिरहेछ 7 नम्बरको चाहिँ 1 गोल छ अनि 2 नम्बरको चाहिँ 0 छ अहिलेसम्म गोल 1 गोल पनि फर्काउन सक्नु भएको छैन गेम चाहिँ पेलिराख्नु भएको छ 2 नम्बरको दाइहरुले 2 नम्बर खतरा हो नि त मन्दाबारी चाहिँ ओरा स्तरीय गेममा फर्स्ट उठाउनु भएको थियो सेकेन्ड हाम्रो 8 नम्बरको टिम हुनु भएको थियो पोरको पाली मेयर कप पनि यो 7 नम्बरले उठाएर रहेछ यो भन्दा 2 वर्ष 3 वर्ष अगाडि यो पालीको मेयर कप त्यहाँ फाइनलमा पुग्छ पुग्दैन त भन्न सकिँदैन साथी गोल हालायो फेरि बिल्ला हुन्छ नि फेरि ल भाइ गोल लाया हो गोल लाएरै खेलाडी परिवर्तनको सूचना
वडा नम्बर 7 का खेलाडी 11 नम्बर निस्केर जर्सी नम्बर 9 मैदान प्रवेश गर्दैछन् भने जर्सी नम्बर 11 मैदानदेखि बाहिरिएका छन्। धन्यवाद। 7 नम्बरबाट चाहिँ पहिलो चेन्ज गरेर खेल्दा नि हाम्रो भाइ हो 9 नम्बर भाइ होइन 11 नम्बरलाई निकालेर 9 नम्बर भाइलाई पसाएको फापटिपको भाइ हो हाम्रो भाइ। राम्रो खेल्छ भाइले पनि ठिकै खेल्छ अनि राम्रो भइरहेछ गेम बब्बाल भइरहेछ तर 2 नम्बरले पेरिरहेछ पेल्न त तर 7 नम्बरले गोल लगाइसकेको छ र मात्रै आम्बो खरायो खेलाकै होला है दाइ त खरायो खेलायो खतरा होला उता पनि दाइले खेलेको ए कस्तो हारिसकेको ल 7 नम्बरले जितिसकेको छ वडा नम्बर 2 मा पराजित गर्दै फाइनल पुगिसकेको छ फाइनल प्रवेश गर्न सफल हुनुभएको छ। स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद मूलमा रहेको मेयर कफी अगरका सिंहको समापन कार्यक्रम भोलि दिनको ठिक 2:30 बजे हुने र विभिन्न सांस्कृतिक कार्यक्रमहरू ल भाइ रहेको साथै इलाका प्रहरी कार्यालय भिजिले नेपाली पुलिस ल रेफ्री हात मिलाउने अरे ल ल पत्रकार मञ्च ढाकाबीच महत्त्वपूर्ण फुटबल खेल रहेको सहरको जानकारी गराउँदै मेन चाहिँ हाम्रो 10 नम्बर दाइले पाउनु भएको छ होइन गोलेपाल दाइ यता हुन्छ साथी म्यानेजरमा चाहिँ हाम्रो दाइले पाइसक्नु भएको छ मेजरमेन्ट चाहिँ हाम्रो ब्यान्डाराको दाइले पाइसक्नु भएको छ होइन अनि फोटो खिच्ने कार्यक्रम भइरहेछ यहाँ चाहिँ अध्यक्षसँग सबैसँग फोटो खिचिदिने हाम्रो क्यामेराम्यान दिदी हुन्छ हाम्रो दाइले फोटो खिचिदिँदै हुन्छ हाम्रो युट्युबर दाइले पनि अनि कमले दाइले ठ्याक्क गोल लाउनेलाई 500 रुपियाँ दिनुभएको छ अरे साथीले जितिहाल्छ यहाँ गेम सकिसकेको छ अहिले होइन गेमहरू सकिसकेको छ फाइनलमा चाहिँ 7 नम्बर भर्सेस 10 नम्बर पुगेछ होइन भोलि यो फाइनल चाहिँ सबैजना हेर्न आउनुभयो तपाईँले हेरिसक्नु भिडियो हालिसक्दा बेलुका मात्रै हाल्छु भिडियो र बेलुका मात्रै हाल्छु दिउँसो गेम भइसक्छ होइन अनि यस्तो छ मेरो च्यानललाई सब्सक्राइब गर्नु लाइक कमेन्ट सेयर होइन अनि मेरो यस्तो छ दाइहरू अब उता गइसक्नु भएछ खाजासाजा खाना दाइहरू खाजाहरू खाना गइसक्नु भएछ अनि नेक्स्ट अर्को भोलिको भिडियोमा भेटौँ भन्दै फाइनलको भिडियोमा भेटौँ भन्दै अहिलेलाई चाहिँ बाई बाई गाइस।